ल गाइस आज चाहिँ हामी जामाचोकमा निस्केको छौँ। साथीहरू छ पछाडि। जामाचो चाहिँ मेरो थर्ड हाइक हो यो। फर्स्ट सोल्टीसँग गरेको थिएँ, सेकेन्डचोटि सोलो, अनि अहिले चाहिँ केटाहरूसँग हामी मिड जामाचोमा छौँ। 4 किलोमिटरको हाइक हो। लगभग आधीभन्दा पनि अलिकति कम चाहिँ हामीले हिँडिसक्यौँ। यो चाहिँ नेसनल रिजर्भ हुनुपर्छ सायदै, वाइल्ड एनिमल्सहरू पाउँछ धेरै पछि। स्याटरडे के गर्ने भनेर यस्तो छ गाइस उकालो जाने बाटो चाहिँ। ल गाइस हामी चाहिँ मिड हाइक छौँ। सुप्रिन यहाँ छ। अरू फिलिङ 3जना मान्छेलाई कुरिरहेको कहाँ गयो केटाहरू चाहिँ आउँदै होला। हामी चाहिँ यहाँ रिसोर्सेसहरू हामीसँगै छ, फेरि खानेकुरा पानी एभ्रिथिङ। केटाहरू आएर कस्तो बिच्किने हो एकचोटि। हामीले चाहिँ छोडिराखेर आइदिएको। सो भ्यू यस्तो छ यहाँबाट टक्कै। हामी पुग्नुपर्ने चाहिँ ऊ माथिको डाँडामा हो। अब हियो केटाहरू पनि आइपुग्यो। केटाहरू किन ढिलो भएको रे? गाइस कस्तो छ त? गुड भइरहेछ नि त? बबाल रमाइलो भइरहेछ। ठण्डी बढ्यो हिमालयमा छैन रातैभरि झलेको मैना निद छैन रातैभरि झलेको यो पगलेर पानी नजान भन्दा पनि मन त्यतै जानी रमाया सो गाइस हामी चाहिँ अघिको मिडवेबाट खाजासाजा खाएर निस्किसक्यौँ। फलफुल पानीहरू खाएर केटाहरू आउँदैछ पछाडि। गाइस हाउस द जोस? भेरी गुड। ल ठिक छ। ल है त गाइस हामी जाँदैछौँ। जामाचो पिक पुग्नुपर्छ। सेल्फी खानौला म चाहिँ अलिकति दामी ठाउँमा आइपुगेँ, त्यही भएर हजुरहरूलाई देखाउँ भनेर चाहिँ त्यो तलबाट आउने बाटो हो। यस्तो छ भ्यू चाहिँ। एकदम बवाल हाइकको लागि यो जामाचो चाहिँ। मान्छेको मासु झन् मिठो हुन्छ। पार्टीको मासु हुन्छ काँचोमा काँचो त अनि मुला हामी चाहिँ जामाचो पिक पुगिसक्यौँ। केटाहरू त पछाडि छ सबै नै। ल पिकमा आइपुग्यो। अब यहाँबाट माथि चाहिँ सही हामी थोरै जानुपर्ने। आज स्याटरडे भएर एकदमै धेरै मान्छेहरू रहेछ।
ल सम्झि आइपुग्यो बाटो यसो पसलहरू छ यहाँ माथि चढेर चाहिँ भ्यू हेर्न मिल्ने र यस्तो छ यो त सिँढी सिँढी चढ्दैछौँ हामी चाहिँ कुमार हाउ आर यु फिलिङ गाइस कस्तो लागिरहेछ सुप्रिन सोल्टी हाउ आर यु फिलिङ नाइस नाइस जामाचोबाट अलिकति तल चाहिँ यस्तो लुमदरे भएको ठाउँ छ अनि यहाँबाट भ्यू चाहिँ दामी छ है